हेलो नमस्ते, म चाहिँ मैना पोखरबाट उमाकान्त बुढा बोल्दैछु। हेर्नु यहाँ चाहिँ यो एमाले पार्टी कार्यालयको जुलुस चाहिँ आइरहेछ। यसरी देख्न सक्नुहुन्छ तपाईहरु। हाराहारी 200 को संख्यामा भन न। हाराहारी संख्या चाहिँ त्यति धेरै छैन, तर झण्डा चाहिँ धेरै छ है। फेरि यो एउटा चाहिँ बस देख्न सक्नुहुन्छ। एउटा बस चाहिँ मैले देखेका रे। उतापट्टि मैले गरेको 160 जना, यतापट्टि बसमा 20-30 जना 30 जनासम्म आयो होला। एकछिन भिडियो अब चाहिँ शहीदहरूले न्याय पाउने भयो।